दक्षिण बाबुको ओह्रालो है। अस्ति नै त्यो एउटा बस खसेर एक्सिडेन्ट भएको भने यतैतिर हो भन्थ्यो, तर मलाई एक्ज्याक्टली मलाई पनि थाहा छैन। तर ओह्रालो चाहिँ यही ओह्रालो भन्थ्यो। म पनि हेर्दै जाँदैछु कहाँनिर रहेछ। ल ओह्रालो चाहिँ जाँदैछु। अब यो ओह्रालो कटेपछि ट्याक्कै हामी साँखु पुग्छ। साँखुबाट अब हामी फुलपानी हुँदै अब भक्तपुर पुग्नुपर्छ नि त होइन, यस्तै होला दक्षिण बाबुको ओह्रालो। तर बाटो चाहिँ खतरा रहेछ, एकदम रमाइलो रहेछ। तर राति आउँदा चाहिँ अलिकति टिपरले ल्याङ गर्दो रहेछ क्या। हिजो म बेलुका कति 9 बजीतिर यो माथितिर उकालो उक्लेको होइन, रातिको लास्टै टिपरले ल्याङ गर्दो रहेछ क्या। तर अहिले दिउँसो त पुरै खुल्ला हुँदो रहेछ। आयो भने चाहिँ प्राइभेट कार सार बाइक साइक अब बोलेरोहरू आउँदो रहेछ, नभए नआउँदो रहेछ क्या। एकदम खुल्ला हुँदो रहेछ। ल अनि मैले चाहिँ अहिले टक्क दक्षिण बाबाबाट अब बजारबाट पानी सानी तुरमुरी सुरमुरी लिएर आएको छ। अब ट्याक्क उयो तलतिर एक ठाउँ गएर बस्ने अनि खाने कोही पनि छैन, एक्लै हो। रिल्याक्स पारौँ होइन, एकदम रिल्याक्समा हिँड्ने हो क्या हामी चाहिँ। त्यस्तो हामी अरूको भर गरेर हिँड्ने मान्छे पनि होइन होइन। म भनेको आफैमा खुसी भएर आफै एक्लैमा रमाएर हिँड्ने मान्छे हो क्या। अरूले जस्तो त्यो ग्याङ बाँधेर हुल बाँधेर हिँड्नुपर्ने छैन क्या मलाई। म एक्लै हिँड्न पाएँ, एक्लै खान पाएँ, मलाई पुग्छ, आनन्द हो मलाई। डेन्जर रहेछ यार, एउटा हातले मोबाइल चलाउँदै अर्को हातले पुरा गाडी चलाउँदा लास्टै अप्ठ्यारो हुँदो रहेछ। बस आउँदो रहेछ र यस्तो ट्याक्क। ल यो अब पक्कै उता मेलम्ची जाने बस रहेछ। ल सायद यही ओह्रालोतिर होला। अस्ति बस झरेको भने मलाई पनि त्यति थाहा छैन खोइ कतातिर हो होइन। के हो यस्तो कुकुर सुकुर पनि रहेछ होइन, डेन्जर रहेछ त। अब ट्याक्क अब युट्युबमा आउँदै सुमन लो अफिसियलमा आउँछ ट्याक्क रहेछ भ्लग चाहिँ।